ल केटा दिनको सुरुवात चाहिँ हाम्रो दोजुहरूसँग हुन्छ बोसुडहरूसँग यो त छ त अब गुगल पनि जाने हो ट्रेकिङ त्यहाँबाट हेर्दै जाउँ न के हुन्छ ल केटा हो अब चाहिँ भात खाने टाइम भइसक्यो केटाहरू केटा हो यी भात हान्छ केटाहरूले अब भात पनि पाएको अब झाप्पा अब भात हान्ने हो भात खाएपछि ट्रेकिङतिर जाने अनि एकैचोटि तपाईँलाई त्यहाँ गएर देखाउँछु नाना 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 ए हामी चाहिँ अलिक थोरै थोरै खान्छौँ कि भनेको भात पनि ज्यादा विचारको भात हपेकै छुइनँ भर्खर सुरुको देखाउँछु सुरु मात्रै हो हाम्रो अब स्टार्टिङ हुँदैछ दादाहरूले खाना खाएर चल्दैछ अब रुमतिर धेरै बोल्नु मन लाग्दैन दादालाई होइन त कस्तो राम्रो रहेछ ओके यस्तो फेरि अन्डर गाउँछ रुम पनि ल केटा हो ए लौडोहरू यहाँ छ हाम्रो यात्रा सुरु भइसक्यो यहाँबाट माथि जानुपर्ने छ यस्तो छ भ्यूहरू फेरि ल केटा हो हेर्न यस्तो छ दादाको फिट चाहिँ फेरि आज यो लुगा लाएर फेरि अब दादा आज ट्रेकिङ जान्छ अब यो अहिले रोड छ माथि चाहिँ अलिक दामी दामी छ बाटो तपाईँहरू देखाउँदै जान्छ बस न ल यहाँ चाहिँ स्टार्टिङ छ मन्दिर होइन हामी चाहिँ यहाँ छु मैले कस्तो दामी हुसी लागिरहेछ क्या पाथिभरामा तपाईँलाई थाहा छ होला अर्को भ्लगमा हेर्नु होइन हामी पाथिभरा चढिसकेको छौँ अर्को भ्लगमा अब आज चाहिँ हाम्रो वे टु गुगल पोइन्ट हो होइन यस्तो छ भ्यूहरू सुशील भाइ के किन्ने स्न्याक्सहरू अब स्न्याक्सहरू लग्नै पऱ्यो होइन आज चाहिँ फेरि अब घुम्नु गएको नि त ल पाथिभरा गइहाल्यौँ अर्को भ्लगमा हेर्नु होला त्यति चाहिँ गरिदिनु सपोर्ट न सपोर्ट यहाँ हाम्रो केटाहरूले दादाहरूले स्न्याक्स लग्ने अरे स्न्याक्स उनीहरू स्न्याक्स खाने अरे माथि गुगल पोइन्ट पुगेर यस्तै छ अब आज चाहिँ फेरि मौसमले पनि च्यालेन्ज हानिरहेछ क्या मौसमले च्यालेन्ज हानिरहेको बेला फेरि कोक खाने अरे यता दादा अब त्यस्तै हो माथि पुगेर अब आज जाडो छ जाडोमा फेरि मजा आउँछ नि त क्या तातो लुगा लगाएको छु ट्रेकिङ ज्याकेट आउनै पऱ्यो खै भोसडी कस्तो कालो देखाएको आम्मा कालो देखायो कालो मामाहरू गयो भान्जाहरू यहाँ छ तोजा हुने पऱ्यो आज खुट्टा यस्तो स्पोर्ट्स सुज लगाएर गएको ऐना सैना बोकेर दादाले स्न्याक बोक्नु भएको छ होला स्न्याक्स लगेर हामी चाहिँ अब स्न्याक्स बोक्यौँ अब माथि गर्दैछु एकैचोटि तपाईँलाई जाउ लाग्छ मलाई लाग्छ ट्रेकिङको यात्रा सुरु यहाँबाट हाम्रो पाइला चलो दादाहरू संसार जित्ने भनेर हिँडेको अब के हुन्छ बाटोमा हेर्दै जाऊँ यस्तो छ दादाको हालत चाहिँ ओइ दामी दामी यहाँ फरक खिच्नुपर्छ ओइ यार बबाल यार दादाहरूको यहाँ यात्रा सुरु त्यहाँबाट अब हिँड्ने हो गाडीमा कति हिँड्ने हो लौडुहरू माबी ए मोबी मोबा स्पेलिङ नआउनु जतिको गाह्रो केही छैन नेपाली नआउनु जतिको गाह्रो यस्तो छ बाटोहरू बट हामीले यहाँ जुका भेटेको अवस्था होइन आज जुका भेला पार्दै जाउँ ल कति जुका भेला पार्दै जाने रे उयो त खुट्टामा जुका पारेछ केटा हो गुगल पोइन्ट आउनु भने चाहिँ अलिकति रक्षक लिएर यहाँ अघि मेरो यहाँ टोकिसक्यो जुकाले ओह बच्चा अलिकति हेरेर आउनुपर्छ है जुकासँग डर लाग्छ भने चाहिँ प्याटै नै फेरि त्यहाँ यो बोर्ड यहाँदेखि होइन त्यहाँ गोल पनि लिएछ हाम्रो यात्रा जारी नै छ अझै पनि धेरै जारी छ पनि ल्याइएन ढाडीको कति जुकाको जाँठो टास निकाल्दा मुझे मक्कै भइसक्यो यस्तो छ हालतहरू कस्तो दामी कराला त यो त रुख पनि माथि के हो कस्तो भुते ओ यहाँ फोटो खिच्ने यता सोध्यो अहिले उताबाट खिच्नुपर्छ कस्तो दामी कराएको कुरा हो हामी चाहिँ अब माथि पुग्नुलाई कति कदम बाँकी छ अब धेरै होइन अब त्यही अब आधी घन्टा जस्तो बाँकी छ होला हिँड्दैछौँ प्रयास जारी नै छ होइन आर्यन
जारी छ केटाहरू आधी घन्टा पुग्दैन आधी घन्टा पुगिँदैन रे गाडा बस्के म्या कच्छु पाल छैन दादा एक्लै राख्नु भएको छ हामी यहाँ माथि पुगिसक्यौँ यस्तो लभली छ केटा भ्यू यस्तो लभली छ स्टिक बोक्ने लाइस्टिक बोक जाडो मौसम छ क्या त्यहाँदेखि पसिना आइसक्यो यो ज्याकेट त यस्तो यो ज्याकेट मोटो छ नि त भित्रबाट पसिना आइसक्यो कस्तो मिठो कराएको कुन चरा कराएको क्या ओए लभली यार भ्यू चाहिँ नि केटा हो केटा हो हामी चाहिँ आइसक्यौँ होइन ल केटा हो हामी अब आइसक्यौँ यता हेर न यता हेर न हेलो यो सिस भाइ तेरो के छ अब त किन आज सेन्टीमा भन्नु त मेरो केटाहरूलाई कहाँ हुनु यहाँ सेन्टी छ आज एक्लै हिँड्दैछ क्या कि दादा जहिले एक्लै हो त आज यसलाई एक्लै हिँड्नु मन लागेको छ मैले सेन्टी छ ब्रेकअप भयो तेरो ल भाइ केटालाई पिङ खेलेर फेरि बचपनै आधा अरे भ्यू यस्तो छ मुनि केही देखिँदैन मुनिहरू भनेको यस्तो छ यता सारियन होइन केही नै देखिँदैन केही नै कस्तो हुसीलाई अभि आएको जुकाले टोकेर मारो खैनी छैन गराउ न साह्रो के हो हामी यहाँबाट हिँडिसकेको छु दादाहरू अलवेज अब दादा माथि एकैचोटि टपमा पुगेर देखाउँछु तपाईँलाई यो केटा हो पुग्नु आँटिसक्यो है पुगो अब त पुगो यस्तो छ हेलो म त फकिङ बेच जुकाई गोल पनि छ होइन जुका पनि छ क्या यहाँ पनि जुकाले खुट्टा देखा पकड त डढाएको अझै छ आम्मा रनमती जुका फाइनली माथि आइपुग्यो दादाहरू माथि आएको अवस्था गोल पोइन्ट लगेर तपाईँलाई एकैछिनमा देखाउँछु ल अहिले धेरै बोल्नु मन लाग्दैन मलाई मान्छेहरू धेरै छ यस्तो जुका यो गुगल पोइन्ट हो कि जुका पोइन्ट हो यो छ्याट रिसिभिसक्यो ए यता पनि गुगल पोइन्ट हो कि जुका पोइन्ट हो खाते यता पनि यहाँ डुइरीटा पोखरी गुगल पोइन्ट हो कि जुका पोइन्ट हो फुली निकाल्दै न 0.5 के भनेर मैले हल्का लाग्यो यसरी ब्लक तरिकाले ब्लक 3 लगभग स्टार्ट भइसक्यो ल केटा हामी चाहिँ गुगल पोइन्ट आइसक्यौँ होइन यस्तो छ गुगल पोइन्ट ठाउँहरू राम्रो छ हामीलाई राम्रो लाग्यो एकदम किप लभिङ आउनु होला तपाईँहरू एकदम राम्रो छ ठाउँ तर जुका चाहिँ यति धेरै आउँछ उता देखाइदिउँ न त्यही भिडियोबाट झरिन हौ यस्तो दामी छ ठाउँ चाहिँ फेरि यस्तै छ ठाउँहरूलाई हामी टपमा बसेर कुरकुरे खाँदैछु टपमा बसेर ए लेज कुरकुरे खान्छु हामी लेज खाँदैछौँ टपमा बसेर यस्तो छ ठाउँहरू देखिँदैन लभली छ ठाउँहरू यार गोल पोइन्ट गएको फेरि झाउलाको त्यति मुनि छ नि त के मजा जानु भनेर अब यसो एकछिन यताको बाटो घुमिदिनु भनेर यस्तो चिप्लो छ बाटो यस्तो चिप्लो छ रनमती हेट लडिन्छ कस्तो चिप्लो क्या फेरि हेर न यसो गर्दा नि झ्याप हुन्छ मजाले बिस्तारै हिँड्नुपर्छ बिस्तारै जाँटहरूले लौडुहरूले कुन बाटो लिएर आएर म त जुका घारीबाट उसलाई थाहा छ अरे यो बाटो होइन केटा हो यो बाटो हिँड्दा सकिन्छ जस्तो लागिसक्यो त्यस्तो छ बाटो पनि ल केटा हो म आज योभन्दा धेरै ब्लग बनाउनु सक्दिनँ कसो भनेर ब्लग चाहिँ सानै छ होइन थोरै छ तर योभन्दा धेरै बनाउनु सक्दिनँ चार्ज पनि छैन फोनमा यस्तो छ बाटो त्यस्तो छ बाटो केटा हो यो यता उता छ अगाडि दुईवटा पोसिडीहरू म र यहाँ एउटा लडु छ कुन बाटो लाग्यो केटाहरूले बाटै सकिलो जस्तो हिँड्दै कहाँ पुग्ने हो यो बाटो केही थाहा छैन ल केटा हो अहिलेलाई म धेरै बोल्नु सक्दिनँ यो बाटो देखेर मलाई रिस उठिसक्यो यस्तो छ बाटो पनि हिँड्दा सकिन्छ होला हौ यो बाटो त कसम भनेको दादा लडेको अवस्था यस्तो लड्यो केटाहरूले कुन बाटो हिँडायो आम्म छ्या
दादा यहाँ लौडो अब यस्तो चिप्लो बाटोमा दादा लौडो यहाँ जुका छ लौडो ए यस्तो बाटो हिँडाएर दादालाई लडानै पठाएको केटाहरूले यस्तो हेरी सिमे जुका लागेको अवस्था दादालाई हे तुमजी यता 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 पनि छ हौ जति उयो त्यतिकै आउँदो रहेछ क्या उयो आउँदै फेरि उ आउँदै खुट्टामा खुनसुनी हालेर दादाहरूले बाटो हराएको अवस्था दादाहरू बाटो हराएर कहाँ पुगेको अवस्था फेरि ब्याक टु द फ्लो फेरि त्यही बाटो जुका निकाल्दैछ कहाँ हराइदिएर दादा त बाटै सकेर अब फेरि हामी आइदिएर यता ए अब चाहिँ म केटाहरूको हिँड्दिनँ म केटाहरूको भनाइमा ए झन्डी जरा राम्रो छ बाटै सक्यो हिँड्दा हिँड्दै लड आयो भने फेरि यहाँ लडेछ है यस्तो चिप्लो छ बाटो अनि म्याकडक्स बिस्तारै हिँड्दैन क्या लडेर केही छैन मेरो पनि हातभरि लडेर फोरै फोर अब पनि लडेर यो हातभरि सबै फोर फोर लागिरहेछ ए मैले त होइन हिँड्दिनँ जुका लाग्छ गिद्दी लगाइसक्यो जुकाले ल यहाँसम्म त आइस केटा हो बाँचेर के चिजी भाइमा चाहिँ छ होला जुका आमा चिजी भएको जुका हान्न आमा कति धेरै जुका हो हेर्नु त गाइस मजाले अब म चित्तैभित्र जुकै जुका हट मेरोमा कति हो म अब खोल्छु म ल केटा हो मैले चाहिँ यहाँबाट भ्लग बन्नु पाइनँ किनभने अब हामी घर जानुपर्ने भयो होइन गाडी पायो कस्तो मोबाइल डिस्ट्रिक्ट चाहिँ छोडेको ए हस् धन्यवाद आन्टी ए हुन्छ फेरि फेरि आउँछु ल आज हामी यहीँ बस्ने प्लान थियो तर हामी लाग्दिनै हुनेपर्छ क्या आज ए तेरि घरबाट ल्याङ हानिसक्यो कहाँ बस्नु ल मानव भाइ यहाँ छ म यसो ल केटा आजको लागि यति नै